and ugly face. Finally आइयो बुसान घुम्नलाई गाइस घामले डरेर कालै निलो हरियो भयो गाइस के गर्ने हैन फाइनली आइयो बुसान हैन कस्तो रहेछ भनेको बुसान हुन पनि एकदमै दामी नै रहेछ है एकदमै दामी एकदम रमाइलो लाग्यो मलाई त हेर्नुस् मान्छेहरुको भिड हैन आज थारुल सामिल हैन आज इलो कि सामिल म आफै कन्फ्युज भयो गाइस हैन अनि हेर्न सक्नुहुन्छ मान्छेहरुको भिड है अनि यस्तै हुँदो रहेछ समुद्र गाइस कोरिया आएपछि समुद्र फर्स्ट टाइम हेर्न आएको हामी त हैन हेर्नुस् गाइस यस्तै हुने रहेछ समुद्र एवान झकास हैन ल यस्तै रहेछ हैन गाइस छोटो मिठो भ्लग बनाम भनेर यसो चट्टा लाएर छोटो मिठो भ्लग के गर्दैछु है त अब तपाईहरुलाई कता को हुनुहुन्छ यहाँ बुसानमा हुने साथीहरु चाहिँ एकदमै भाग्यमानी छन् ठान्नुस् होला आफूलाई किनभने हामी जलबाट आउनेहरुलाई त साह्रै गाह्रो छ गाइस ट्रेन टिकट पाउन गाह्रो बस टिकट पाउन नि गाह्रो होटल पाउन नि गाह्रो हैन साह्रै गाह्रो हेर्नुस् मान्छेहरुको भिड वाउ जस्ट लुकिङ लाइक वाउ मलाई चाहिँ असाध्यै रमाइलो आयो असाध्यै राम्रो यो छाताको पैसा तिरेको नि बेकारै गयो एकचोटी पनि बसिएन गाइस छातामा है उहाँ छ हाम्रो छाता मेरो ब्याग अनि पैसा गयो मात्रै छातामा आखिरमा त्यो यस्तो ल्याएर फेरि यताको साइडमा बसियो अनि जा गाइस त्यो उसको चाहिँ पैसा हुँदैन अनि हेर्नु गाइस यहाँ ट्युबले काटेर हात पनि यस्तो रातो भयो है ट्युबले हात काट्दियो मेरो हैन चाल्दै हिँड्दाखेरि पानी पनि अति खेलियो गाइस अति खेलियो गर्मी भगाउँदा दिनभरि गर्मी भगाउँदा घाँटी पनि सुक्यो गाइस हैन अनि यहाँ चाहिँ यस्तो छ गर्मी भगाउँदै साथीहरु काले दाइहरु यस्तो आनन्दले सुत्नु भएको छ गर्मी भगाउँदै भगाइयो 6 बज्न लागिसक्यो अब हामी टक लाएर घर जाँदैछौँ अनि त्यसपछि कालो निलो भएर अब चट्टा लाएर गएर कसको ट्युब होला साथीहरु फुट्यो है वाउ तर जस्ट लुकिङ लाइक वाउ हुँदो रहेछ है ओ माय गॉड रमाइलो चाहिँ एकदमै रमाइलो रहेछ एकदमै पैसा असुल बुसानको समुद्र ल बाई तपाईलाई अब समुद्रजी अब भेटौँला अर्को जुनीमा अब त घर गइन्छ होला फेरि त आइदैन फर्स्ट एन्ड लास्ट
लड सकिएपछि अब फेरि रातिको लडको ओहिरो लागिरहेछ गाइस बुसानमा हैन। अब यहाँ हेम्दे फादा छेउमा चाहिँ अब फेरि नाइट सिफ्ट पुरा छेउमा बस्ने चिल हान्ने खाने हैन। पौडी खेल्न नपाए पनि चिल हान्ने चाहिँ रहेछ। मान्छे चाहिँ अति 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 नै आउने रहेछ अति गाइस हैन। अब चाहिँ दिउँसोको सिफ्ट चाहिँ फिनिस भयो। अब नाइट सिफ्ट चाहिँ स्टार्ट भएको छ। यहाँ मान्छेहरू आउने ओहिरो चलिरहेको छ हैन। अनि अब चाहिँ चट्टा लाएर बस्ने चिल हान्ने बस्ने खाने हैन। यो बियर खाने बस्ने। अब दिउँसोको मान्छे चाहिँ पौडी खेल्ने अब रातिको चाहिँ बियर खाने चिल हान्ने उड्ने। तर एकदमै राम्रो रहेछ बुसान। तपाईँहरू पनि आउनु है त गाइस। आजलाई यति नै बाइ बाइ। मान्छे चाहिँ हाम्रो सौलतिर जस्तै रहेछ हौ। यता पनि आमामा सहर पनि एकदम राम्रो रहेछ हौ गाइस। हजुरहरू पनि बुसान गएको छैन भने चाहिँ एकचोटि आउनुहोस् होला घुम्नलाई। गल्ली गल्ली हिँडेको गाइस। अब फेरि आउन पाइँदैन। ल हेर्नुहोस् यहाँ पनि हाम्रो सौलमा जस्तै रहेछ। हाम्रो भन्ने चलन चाहिँ मेरो नजाने भयो गाइस। सौल छोडेपछि चाहिँ बल्ल हाम्रो भन्दिनँ है त। यो चाहिँ हेउन्डे हेसु एकचाङको छेउमा है गल्लीमा हुँदैछु। चाहिँ समुद्रमा पाइने स्पेसल्ली समुद्रमा पाइने यसलाई के भन्छ सी फुडहरू हेर्नुहोस् गाइस। सी फुडहरू हेर्दै डर लाग्दा आम्मो के हो यस्तो गाइस। के खान्छ गएर सर्प जस्तै माछा सी फुड स्पेसल हेउन्डे। गाइस लाखको किङ क्र्याब एउटालाई 4-5 लाख पर्छ अरे। यसलाई नेपाली 40-50 हजार। तू मुझे खाएगी इतने महंगे में मुझे खाएगी भन्दैछ मलाई लगेर गाइस। मैं तुम्हें नहीं खाऊंगा तू बहुत महंगा है ठीक है तू यहीं पे बाज के बैठ। रातिको 8 बज्न लाग्यो साथीहरू हैन। तर पनि यो समुद्रमा छाल हेर्नको लागि मान्छेहरूको भिड कम भएको नै छैन। ढुङ्गामा पनि चलिरहेको छ मान्छे। जस्ट वाउ छ भन्थ्यो बुसान हैन। वाउ नै रहेछ गाइस एकदमै वाउ नै रहेछ कि वाउ जस्ट वाउ 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 वाउ। किरा जस्तो देखेछ गाइजहरू हैन। तपाईहरु पनि बुसान एकचोटि आउनुहोस् होला रमाइलो छ। 8 बजिसक्यो। ल हेर मान्छेहरू आउनेको ओहिरो। ओ माई गड ओहिरो देखो गाइस ओहिरो। रातिको 8 बजिसक्यो गाइस है। मान्छेहरूको ओहिरो बरकरार छ गाइस। उतातिर त कन्सर्ट भइरहेछ। उताबाट मान्छे आफू आइछन्। यता चाहिँ दामी रिजोर्टहरू छ राम। मलाई चाहिँ सौल भन्दा पनि दामी लाग्यो है। दामी मान्छे हेर्नु साथीहरू। किरा जस्तो गर्मीले पाकेका किराहरू। नाम हाम्रो मानवहरू तर हामी पनि एक प्रकारका किराहरू नै होला हैन। हेर्नुहोस् किराहरू। बाटो हुन्छ बजेहरू तिम्रो अस्ति भनेको बाजेले आरो वेट गर्छ भनेर सबै काम गर्छ अनि डेन्जर के गर्ने।
बसेर खाने उमेर हो न त फ्रीमा खानेकुरा दिनुभयो 감사합니다 근데 진짜 아니에요 사장님 प्लिज अनि हामीले ढोकासम्म पुऱ्याउन आउनुभयो तर मैले भिडियो चाहिँ अन्त्यसम्म खिचिनँ पुसान एरियाको मान्छेहरू चाहिँ एकदम दयालु मायालु हुन्छ अरे भन्थ्यो हैन हुन पनि हो रहेछ कि हैन हामी बसेको होटलको साउन्ड पनि एकदमै राम्रो मायालु प्लस अनि हामीले चाहिँ होटल छेउमा चाहिँ चट्टा लाएर छैन हैन खानेकुरा खानालाई अर्डर गर्न गएको थियौँ हैन अनि यो साउले हामीलाई यो 11000 को खानेकुरा फ्रीमै खारे के हैन 11000 वन त उनीहरुको लागि केही पनि होइन तर पनि तिमीहरु भनेको हैन विदेशबाट आएको हो हैन अनि हाम्रो देशमा आएको हैन सन्मूल स्वरूप हैन हुन्छ नि हामीले मैले दिएको एउटा माया स्वरूप खा भनेको कि यस्तो माया लाग्यो तर मैले चाहिँ हामीले चाहिँ पैसा चाहिँ दिन चाहिँ तिर्यौ हैन जबरजस्ती भए पनि तिर्यौ तर एकदमै राम्रो मायालु बुसान एरियाको हाम्रो साजाङजी हाम्रो त के मलाई फेरि हाम्रो भन्न मन लाग्छ हैन के रे कोरियन साउ यस्तो है अनि धेरै हाल्दिएको छु मिठो मानेर खाऊ है अनि बिचरा ए अन्त एक्ज्याक्टली मलाई याद आएन बुलबुली समथिङ के अर्डर गरेको थिएँ तर हुन्छ नि मिठो मानेर खाऊ धेरै खाऊ है भन्दै थियो